नमस्कार, तपाईं हेर्दै हुनुहुन्छ नेपालीज न्यूज। यतिबेला विश्व राजनीति यस्तो मोडमा पुगेको छ जहाँ बेजिङको एउटा गोप्य बैठकले आगामी 50 वर्षको शक्ति सन्तुलन बदल्न सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर वाशिंगटन फर्किसकेका छन्, तर उनको एयरफोर्स वानले बेजिङ छोडेपछि त्यहाँ एउटा असामान्य सन्नाटा छाएको छ, किनकि अब केही घण्टामै रुसी राष्ट्रपति भ्लादिमिर पुतिन बेजिङ ओर्लिने तयारीमा छन्। र विश्लेषकहरू भन्छन् यो केवल एउटा सामान्य भ्रमण होइन, यो त नयाँ विश्व व्यवस्थाको अन्तिम खाका तयार गर्ने निर्णायक भेट हुन सक्छ। अहिले चर्चा के छ भने चीनका राष्ट्रपति शी जिनपिङ र ट्रम्प बीच भएको गोप्य वार्तापछि एउटा यस्तो मस्यौदा तयार गरिएको छ जसले युक्रेन युद्ध, ताइवान संकट र मध्य पूर्वको तनाव समेतलाई नयाँ दिशामा लैजान सक्छ। तर त्यो मस्यौदामा एउटा हस्ताक्षर अझै बाँकी छ र त्यो हस्ताक्षर हो पुतिन हो। प्रश्न उठ्छ कि विश्व अब एक ध्रुवीय अमेरिकी व्यवस्थाबाट बाहिर निस्कदैछ कि अमेरिका, चीन र रुस बीच 3 पोलर वर्ल्डको सुरुवात हुँदैछ? युक्रेनको भविष्य अब बेजिङको टेबलमा तय हुँदैछ र के पुतिन अब विश्व राजनीतिका ग्लोबल ब्यालेन्सर बन्न खोजिरहेका छन्? आजको यस विशेष रिपोर्टमा हामी तपाईलाई बताउनेछौं ट्रम्पको बेजिङ भ्रमणपछि किन विश्व राजनीति अचानक बदलिएको छ, पुतिनको भ्रमणलाई किन ऐतिहासिक मानिएको छ, युक्रेन, ताइवान र इरानबारे गोप्य रणनीति के हुन सक्छ र नयाँ विश्व व्यवस्थाको वास्तविक अर्थ के हो। भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनकि अन्त्यमा आउने विश्लेषणले तपाईलाई बुझाउनेछ विश्व शक्ति सन्तुलन अब कुन दिशातर्फ अघि बढिरहेको छ। यदि तपाईं यस्तै अन्तर्राष्ट्रिय राजनीति, विश्व शक्ति सङ्घर्ष, युद्ध, कूटनीति र भू राजनीतिक विश्लेषण हेर्न चाहनुहुन्छ भने अहिले नै च्यानल सब्स्क्राइब गर्नुहोस्, भिडियोलाई लाइक गर्नुहोस् र बेल आइकन थिच्न नबिर्सनुहोस्। अहिले विश्व राजनीतिमा सबैभन्दा ठूलो हलचल बेजिङमा केन्द्रित भएको छ, किनकि ट्रम्पको चीन भ्रमणपछि सुरु भएको नयाँ कूटनीतिक खेलले विश्व शक्ति सन्तुलन नै बदल्न सक्ने संकेत देखिएको छ। विशेष गरी ट्रम्प फर्किए लगत्तै पुतिनको बेजिङ भ्रमण तय हुनु सामान्य घटना मानिएको छैन। विश्लेषकहरूका अनुसार अहिले चीन, अमेरिका र रुस बीच एउटा यस्तो रणनीतिक समझदारीको प्रयास भइरहेको छ जसले आगामी दशकौंको विश्व राजनीतिलाई प्रभावित गर्न सक्छ। अमेरिका अहिले युक्रेन युद्ध, ताइवान संकट र मध्य पूर्वको तनावका कारण ठूलो दबावमा छ। ट्रम्प प्रशासन लामो युद्ध र आर्थिक भारबाट बाहिर निस्कन चाहन्छ भन्ने संकेत देखिएको छ। यही कारण बेजिङ वार्तालाई ग्रेट पावर ट्रान्जिसनको सुरुवातका रूपमा हेरिएको छ। चर्चा के छ भने ट्रम्पले चीनसँग व्यापार, ताइवान र विश्व सुरक्षा सम्बन्धी केही महत्त्वपूर्ण विषयमा लचकता देखाएका हुन सक्छन् र त्यसको बदलामा चीनले अमेरिका रुस सम्बन्ध सहज बनाउन मध्यस्थ भूमिका खेल्ने सम्भावना बढेको बताइन्छ। अब सबैभन्दा महत्त्वपूर्ण पक्ष पुतिनको भूमिका। रुसी राष्ट्रपति भ्लादिमिर पुतिन अहिले विश्व राजनीतिमा आफूलाई केवल क्षेत्रीय नेता होइन बरु ग्लोबल ब्यालेन्सरका रूपमा प्रस्तुत गर्न खोजिरहेका छन्। उनको मुख्य लक्ष्य युक्रेन युद्धलाई आफ्नो शर्तमा अन्त्य गर्नु। विश्लेषकहरूका अनुसार पुतिन अब युक्रेनको भूगोल पुनः परिभाषित गर्ने चरणमा पुगेका छन्। डोनबास, लुहान्स्क र क्रिमिया जस्ता क्षेत्रलाई स्थायी रूपमा रुसी भूभाग मान्यता दिलाउने प्रयास भइरहेको चर्चा छ। यदि यस्तो समझदारी भयो भने दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा ठूलो भू राजनीतिक परिवर्तन हुनेछ। अमेरिका युद्ध अन्त्य गर्न चाहन्छ, चीन विश्व शक्ति सन्तुलन बदल्न चाहन्छ र रुस आफ्नो प्रभाव पुनः स्थापित गर्न चाहन्छ। यही कारण अहिले बेजिङ विश्व राजनीतिका लागि सबैभन्दा महत्त्वपूर्ण कूटनीतिक केन्द्र बनेको छ। उता ताइवानको विषय पनि उत्तिकै संवेदनशील छ। चीन ताइवानमाथि आफ्नो दाबीलाई अझ बलियो बनाउन चाहन्छ। यदि अमेरिका ताइवान मामिलामा केही पछि हट्यो भने त्यसको बदलामा चीनले युक्रेन संकट समाधानमा सहयोग गर्न सक्ने विश्लेषण भइरहेको छ। यसैबीच मध्य पूर्वको तनावले पनि विश्वलाई थप चिन्तित बनाएको छ। इरान र इजरायल बीचको तनाव, हर्मुज जलडमरू मध्यको जोखिम र तेल आपूर्तिमा पर्ने असर अहिले विश्व अर्थतन्त्रका लागि ठूलो चुनौती बनेको छ। चीन इरानको सबैभन्दा ठूलो तेल खरिददार छ, रुस पनि इरानसँग रणनीतिक सम्बन्धमा छ। त्यसैले बेजिङको टेबलमा अहिले केवल युक्रेनको भविष्य मात्र होइन, विश्व ऊर्जा सुरक्षाको प्रश्न पनि जोडिएको छ। यदि अमेरिका, चीन र रुस बीच कुनै ठूलो समझदारी भयो भने मध्य पूर्वमा युद्धको जोखिम केही कम हुन सक्छ, तर यदि वार्ता असफल भयो भने विश्व अझ अस्थिर बन्न सक्छ। अब अर्को महत्त्वपूर्ण प्रश्न के विश्व अब 3 पोलर वर्ल्डतर्फ जाँदैछ? धेरै रणनीतिक विश्लेषकहरू अहिले यही सम्भावनाबारे चर्चा गरिरहेका छन्। अर्थात् अब विश्वमा केवल अमेरिकाको एकल वर्चस्व रहने छैन, बरु अमेरिका, चीन र रुस तीनैवटा शक्ति केन्द्रका रूपमा उभिनेछन्। यसले नाटो, युरोपीय सुरक्षा, एसियाली शक्ति सन्तुलन र विश्व व्यापार प्रणालीसम्म ठूलो असर पार्न सक्छ। विशेष गरी पुतिनले आफूलाई अमेरिका र चीन बीचको मध्यस्थ शक्ति बनाउने प्रयास गरिरहेको विश्लेषण देखिएको छ। यदि यस्तो भयो भने रुस फेरि विश्व राजनीतिमा अत्यन्त प्रभावशाली शक्ति बन्न सक्छ, तर जोखिम पनि उत्तिकै ठूलो छ। यदि बेजिङ वार्ता असफल भयो भने युक्रेन युद्ध झन चर्किन सक्छ, ताइवान संकट विस्फोटक बन्न सक्छ र मध्य पूर्वमा प्रत्यक्ष महायुद्धको खतरा बढ्न सक्छ। त्यसैले अहिले विश्वका सबै प्रमुख राष्ट्रहरू
देशहरूको नजर बेजिङतर्फ केन्द्रित भएको छ। विशेष गरी मे 19 र 20 को उच्च स्तरीय भेटलाई धेरैले निर्णायक मोडको रूपमा हेरिरहेका छन्। यदि त्यहाँबाट कुनै ठूलो समझदारी बाहिर आयो भने नयाँ विश्व व्यवस्थाको सुरुवात हुन सक्छ। तर यदि वार्ता विफल भयो भने शक्ति सङ्घर्ष अझ खतरनाक बन्नेछ। अहिलेको घटनाक्रम केवल अमेरिका, चीन र रूस बीचको साधारण कूटनीति मात्र होइन। यो विश्व शक्ति सन्तुलन, युक्रेन युद्ध, ताइवान सङ्कट, मध्यपूर्वको सुरक्षा र विश्व अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको विषय हो। बेजिङ अहिले केवल एउटा राजधानी होइन, यो त विश्व राजनीतिका लागि नयाँ शक्ति केन्द्र बन्दै गएको सङ्केत देखिएको छ। र सबैभन्दा ठूलो प्रश्न यही हो, के अब पुरानो विश्व व्यवस्था समाप्त हुँदैछ? किनकि अहिले भइरहेको कूटनीतिक खेलले विश्वलाई नयाँ युगतर्फ लैजान सक्ने सम्भावना देखिएको छ। अब तपाईको विचार के छ? के अमेरिका, चीन र रूस बीच साँच्चीकै नयाँ विश्व व्यवस्था बन्न लागेको हो? के पुतिन अब ग्लोबल ब्यालेन्सर बन्न खोजिरहेका छन्? र के बेजिङको यो भेटले आगामी दशकौंको शक्ति सन्तुलन बदल्न सक्छ? कमेन्टमा आफ्नो राय लेख्नुहोस्। यदि तपाईलाई यस्तो गहिरो अन्तर्राष्ट्रिय विश्लेषण मनपर्छ भने भिडियो लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र शेयर गरेर अरूलाई पनि जानकारी दिनुहोस्। धन्यवाद।